ल मैले चाहिँ सुन्तला खाँदैछु त्यहाँ त दिन्न नाचु न सुन्तरेन what's up how do you like Nepal okay हामी चाहिँ भकुन्डे रेस्टुरेन्टमा छौँ एकदमै घाम माथिबाट लागिरहेछ है बाबु तिमीले यस्तो नगर्नुहोस् है हेलो सानो है चटपटे कस्तो भयो नानी मिठो हुन्छ है हेलो एभ्रिवान सो नमस्ते सेवारो गुड इभिनिङ वेलकम ब्याक टु माई युट्युब च्यानल सो वान्स अगेन अनि दिस इज मी कञ्चन सो सबैजनालाई वेलकम छ भिडियो लिएर आइसकेको छु मिनी भ्लग सो म मेरो पछाडि छोरी मेरो पछाडि बहिनी हुनुहुन्छ सो यहाँ अगाडि मेरो दिदीहरू हुनुहुन्छ अनि दिदीहरूलाई चाहिँ म क्यामेरामा ल्याउँदिनँ किन क्यामेराभन्दा पछाडि छ सो हामी चाहिँ यहाँ ढाडे जाँदैछौँ हाम्रो खेतको नाम ढाडे हो सो त्यहाँ चाहिँ सुन्तलाहरू एकदम मिठो मिठो पाउँछ सो साग पनि पाउँछ अनि सुन्तला साग अमला सबै खाएर आउने सो ल आजको भिडियो यहाँदेखि स्टार्ट हुन्छ एकदमै यो चाहिँ अमलाको बोट ल यहाँ चाहिँ यता अमलाको बोट अनि यता चाहिँ आँप भयो यो चाहिँ घाँस सरर घाँस छ अनि एकदमै यहाँको इस्कुसहरू पनि कस्तो मिठो हुन्छ है यो खालको इस्कुस यो खालको इस्कुस सो हामी के अरे घर जानु मन पर्दैन अरे यहाँ आनन्द छ यस्तो सुन्तला बारीहरूमा रमाइलो छ ए त्यही भएर हो त्यही भएर पो रहेछ त यस्तो राम्रो पिसफुल जग्गामा होइन त्यही भएर रमाइलो लाग्दो रहेछ होइन हो ल यस्तै हो एभ्रिवान हामी चाहिँ जान्छौँ यहाँ चाहिँ एकदमै राम्रो अलैँची खुर्सानीहरू होइन सुन्तलाहरू चाहिँ फल्छ यहाँनिर है यति राम्रो छ यो चाहिँ हाम्रो माथिदेखि हो बगान है घाँस पनि गाउँ घरमा चाहिँ बोक्नुपर्छ होइन एभ्रिवान सो त्यही हो अब यताको अर्ग्यानिक चिजहरू चाहिँ मजाले खाने हो यो सुन्तलाहरू छ होइन सो यहाँ चाहिँ हाम्रो वस्तुहरू हुन्छ वस्तु अरे के अरे यसलाई भैँसी भन्छ हेलो भैँसी हाई हेलो यो चाहिँ भैँसी हो हाम्रो चाहिँ 4-5वटा भैँसीहरू छ होइन अलि स्पिकिङ So today we're gonna go down to Gola. या ओके ब्लग मिनी ब्लग म भन्दियो हजुर ब्लग सो माई सन रेन रेन यहाँ चाहिँ एकदमै सुन्तलाहरू एकदमै टिपिरहेको छ नि रेन वाट्स अप How do you like Nepal? ओके दिदीले आगो जोड्छ भाग्नु भएको दिदी यहाँनिर छ होइन सो हामी चाहिँ यहाँ साग पनि छ नि तल दिदी यसले लाता हान्छ ओए मार्ने रहेछ नि त्यसले त ओए हे बाबु तिमीले यस्तो नगर्नुहोस् है हेलो सानो है एभ्रिवान ल ल लाइक द्याट अदुवा हेर्नुहोस् अदुवा हाम्रो अदुवा छ सो यहाँ चाहिँ अदुवा छ अनि यहाँ यति अबि ला झनै लडिन हौ अदुवा बारीको बगान छ यहाँ आम्माम कति धेरै छ हेर्नुहोस् है मजाले हेर्न सक्नुहुन्छ है यति धेरै अदुवा छ परसम्म पुग्ने गरी है मलाई पनि दिनु त हुन्छ के छ अनि सुन्तला दिनुहोस् सुन्तला दिनुहोस् सुन्तला सुन्तला के छ नानी खबर ठिकै छ म सुन्तला खाँदैछु होइन खान्छ यो त्यो एउटामा पुग्छ के हो त्यो कस्तो पुग्यो ओइको भन्दा नि ल मैले चाहिँ सुन्तला खाँदैछु साथीहरू सुन्तला पसन्द खाने
मेन भनेको अर्ग्यानिक है अर्ग्यानिक एकदमै अर्ग्यानिक छ नानी हाँस्दै हुन्छ सो अर्ग्यानिक चिज यति मिठो छ खान्छु है त ल टेस्ट गर्छु है त खाए ल आउ त वाउ टेस्टी टेस्टी एकदम भेरी टेस्टी ल हजुर ल भेरी टेस्टी आयो भेरी टेस्टी टेस्टी एउटा एउटा त्यहाँ त दिन्न नाचौँ न सुन्तला पाकेको पाकेको सुन्तला यहाँनिर रहेछ सुन्तला ए वाउ नाइ सुन्तला सुन्तला वाउ नाइ सुन्तला हेर यहाँ चाहिँ इस्कुस टिप्दै हुन्छ बारीको बारी होइन वाउ कस्तो राम्रो इस्कुस है उसिनी खाने हुन्छ दिदी यो खोले दिन्छौँ हामी त खोले पो यता काठमाडौँतिर त यता किन हो नि त अनि पैसा हुने यहाँ चाहिँ अर्ग्यानिक चिजहरू चाहिँ खानु पाइन्छ होइन गाउँ भनेपछि छुट्टै आनन्द हो नि त गाउँमा चाहिँ यस्तो मिठो मिठो सुन्तलाहरू खानु पाइन्छ अनि उतातिर त अब सहरतिर त तपाईँलाई थाहा नै छ सबैमा केमिकलहरू मिसाउँछ नि त अनि सो हाम्रो गाउँमा चाहिँ यस्तो अर्ग्यानिक चिजहरू खानु पाइन्छ कि अब सबै थोक अब यो सजिनाहरू पनि यहाँ हेर्नु न कस्तो राम्रो फुल फुलै छ है कस्तो राम्रो है वाउ अनि अलैँचीहरू पनि छ अनि अदुवा एभ्रिथिङ है सबै चिज हुन्छ कि उता नपाउने चिजहरू चाहिँ यतातिर अलिकति सानो धेरै नभए पनि अब एउटा दुईवटा तिनवटा चारवटा यस्तै हुँदा त धेरै अब खानु पाइन्छ होइन सो एटलिस्ट अर्ग्यानिक चिजहरू खाँदाखेरि चाहिँ एकदमै हेल्थलाई पनि एकदमै हेल्थमै राम्रो हुन्छ सो त्यही हो अनि अब हेर्नुहोस् न पाएको जग्गाहरू डाँडाहरू पनि कति पिसफुल जग्गाहरू छ होइन यो डाँडा काँडा जङ्गलहरू होइन सो त्यही हो म चाहिँ यो सुन्तला खान्छु अनि त्यसपछि म तपाईँलाई फेरि के हुन्छ त्यो धेरै जानु होला कन्टिन्यू है त कलिलो एकदमै हाम्रो चाहिँ खोर्सानीहरू चाहिँ एकदम हेर्नुहोस् कस्तो दामी यो चाहिँ रागे खोर्सानी भन्छ है यति पिरो हुन्छ यति धेरै पिरो हुन्छ साथीहरू ऊपर पुगिसक्यो म चाहिँ पुगेन यसलाई के भन्छ यसलाई उत्तिस पनि छ हाम्रोमा सो हामी जाँदैछौँ अब हामी साग टिप्ने ठाउँमा म तपाईँलाई देखाउँछु है त निङ्ग्रो टिप्पा टिप हुँदैछ हामी चाहिँ होइन आज निङ्ग्रो खाने निङ्ग्रोको सब्जी अनि निङ्ग्रो त यति मिठो हुन्छ होइन सो मलाई मनपर्छ निङ्ग्रो चाहिँ निङ्ग्रो यति धेरै छ निङ्ग्रो कस्तो राम्रो है सिमसाग पनि रहेछ यहाँ चिन्नुभयो सिमसाग वा म त्यहाँ रहेछ अब टिप्ने है त साग पनि राम्रो खतरा टिपाइ हुँदैछ अनि एकदम साग रेडी भइसकेको छ यो चाहिँ छान्नुपर्छ घरमा गएर अनि अब हामी चाहिँ लाग्यौँ झोली तम्बी बोकेर राम्रो च्याउ पो रहेछ त यो होइन कि के हो यो अब हामी चाहिँ यता बोडी टिप्ने जमर्कोमा छौँ हजुर सो यहाँ चाहिँ हामी बोडी टिपिरहेको छौँ अनि अब मिनी भ्लग के भ्लग भन्नुभयो होइन हाम्रो चाहिँ बोडीहरू टिप्दैछौँ है त साथीहरू यहाँ चाहिँ बोडी टिप्ने क्रममै छौँ हामी कत्रो बोडी रहेछ हौ मुनि टिप्नु टिप्दै आउँछ हेलो एभ्रिवान बोडी दिस इज बोडी खोइ जाने ए त्यही त दिस इज बोडी नै